तिहार सुरु हुन 1-2 दिन मात्रै बाँकी छ, तर तिहार चाहिँ हामीलाई लागिसकेको छ गाइज। नेपालले ट्रफी जितेको छ। यो टुर्नामेन्टमा चाहिँ T20 वर्ल्ड कप क्वालिफायरमा चाहिँ एउटा म्याच पनि हारेको छैन। एकदमै राम्रो पर्फर्मेन्स गरेर अनडिफेन्ड च्याम्पियन बनेको छ। यो T20 क्वालिफायरको चाहिँ ट्रफी चाहिँ नेपालको हातमा पुगेको छ। बधाई छ नेपाली टिमलाई। नेपाल अनडिफेन्ड वर्ल्ड कपमा जाँदैछ गाइज। यहाँबाट नेपालले के सन्देश दिएर जाँदैछ भने तिमी सानोतिनो टिमहरू चाहिँ हाम्रो स्तरको रहेन देखाइदिएको छ, विश्वलाई देखाएको छ। सो आइसिसी पनि एकदमै खुसी छ होला नेपालको यस्तो पर्फर्मेन्स देख्दा, किन भन्दाखेरि नेपाली जनताले यसरी सपोर्ट गरिरहेका छन् नेपाली टिमलाई। आउँदै गरेको T20 वर्ल्ड कपमा चाहिँ आइसिसीले पनि थाहा पाइसकेको छ कि नेपाली क्रिकेट टिम अब यहाँदेखि राइज हुँदैछ। नेपालको क्रिकेट टिम अब यहाँदेखि धेरै माथि जानेवाला छ भनेर थाहा पाइसकेको छ। नेपाली टिमलाई फेरि पनि बधाई दिन चाहन्छु म। यो टुर्नामेन्टमा एकदमै राम्रो पर्फर्मेन्स गरेर, स्पेशली भन्नुपर्दा 2-4 जना प्लेयरहरूले चाहिँ राम्रो पर्फर्मेन्स गरेर नेपाललाई अनडिफेन्ड च्याम्पियन बनाएका छन्। च्याम्पियन मात्रै बनाएनन्, वर्ल्ड कपमा लगेर नेपालीहरूको शिर चाहिँ ठाडो गराएका छन्। सो सबै देशहरूलाई देखाइसकेका छन् कि नेपाली पनि अब कुनै कम छैन तिमीहरू भन्दा। सबैजनाले हाँस्नुस्, खानुस्, पार्टी गर्नुस्। नेपालको जित भएको छ। सबैजनालाई एडभान्समा ह्याप्पी तिहार। थ्याङ्क यू सो मच फर वाचिङ। जय नेपाल। सबैजनाले कमेन्टमा नेपालको लागि जय नेपाल लेख्न नभुल्नु होला। थ्याङ्क यू गाइज।